संस्कृता नित्यं हिन्दुराष्ट्रविभूषितं वैदिकी साधना भूमिं वन्दे नेपालमातरं वन्दे नेपालमातरं वन्दे नेपालमातरं। श्री विघ्नहर्ता गणपति भगवान को जय, श्री लक्ष्मी नारायण भगवान को जय, श्री भागवत भगवान को जय, सद्गुरुदेव भगवान को जय, भक्तौर भगवान को जय, वत्सगोत्रीय समस्त पितृहरों को उद्धार, श्री भागवत भगवान को जय, आज को अद्यानंद को जय। हर 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 परम मंगलमय परात्पर अखिलेश्वर अकारण कारण करुणा करुणालय भक्तवांछा कल्पतरु तडिद्वैत विनंदित नंदनंदन रोहिणी नंदन ओरै पीता पीतामधारी बाल मुकुंद भगवान श्री कृष्ण को साक्षात वांग्मय प्रतिमूर्ति स्वरूपा श्रीमद् भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ आज हामी यस अत्यंत पवित्र भूमि त्यसै पनि हाम्रो यो देश हाम्रो नेपाल अत्यंत पवित्र भूमि हामी तीर्थ नेपाल जननी भनेर सम्बोधन गर्ने छौं। अत्यंत पवित्र भूमिको यो पूर्वीय भाग काकरभिटा परिसर पूर्वी भानुटोलले प्रसिद्ध यो ग्राम भित्रको पनि यो वत्सगोत्रीय दाहाल परिवारद्वारा आयोजना गरिएको यस महान यज्ञको आज प्रथम दिवस शुभारम्भ पहिलो दिनको दिन हामीले केही समय अगाडि शोभायात्रा वरुण यात्रालाई समापन गरेर यस दिव्य मण्डपमा आवाहित स्थापित प्रतिष्ठित गरेर हामीले 33 कोटी देवी देवताहरूलाई यहाँ विराजमान गरेका छौं र यो महान कार्य वत्सगोत्रीय दाहाल परिवारद्वारा आयोजना गरिनु भएको छ। यो बारम्बार प्राप्त हुने सौभाग्य हुने कुरा हैन, यो भागवत भन्ने कुरो अत्यन्त दुर्लभ छ। अझ अहिले यो कलियुगमा त कस्तो भयो भन्नुहुन्छ भने भक्त सज्जन केवल मनोरञ्जन लिएर मात्र हामी यो भागवत लगाउने गर्छौं। भागवतले के भन्न खोजिरहेको छ, भागवत भित्र कस्तो कथा प्रवचनहरू गुरुले व्यासबाट बताउनु पर्ने त्यो त अहिले हामीले त्यति सुन्न पाउँदैनौँ। भागवत यत्र तत्र सर्वत्र सबैतिर लाग्छन्, तर भागवतले के भन्न खोजिरहेको छ, भागवत भित्र कस्तो कथा प्रसङ्ग आउँदछन्, भागवत हामीले श्रवण गरेपछि हाम्रो जीवन कसरी परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि हामीले यस महान यज्ञमा श्रद्धेय गुरुदेवका मुखारविन्दबाट हामी श्रवण गर्नेछौँ। भक्त सज्जन यस्तो सौभाग्य हामीलाई प्रदान गर्नुभएको छ दाहाल परिवारले, उहाँहरूलाई धेरै धेरै धन्यवाद। एकचोटि जोरदार तालीद्वारा सम्मान गरिदिनु होला। श्री भक्तवत्सल भगवानको आजबाट हामी 7 दिनसम्म यस महान यज्ञमा भागवत परिवार तपाई समक्ष रहनेछौं र हामी कति पनि विलम्ब नगरिकन अगाडिका कथा प्रवचनहरू हजुरलाई श्रद्धेय गुरुदेवका मुखारविन्दबाट हामीले श्रवण गर्न सक्नेछौं र त्यो भन्दा पूर्व यो महान यज्ञलाई शुभारम्भ गर्नुभन्दा यो कथा प्रवचनलाई शुभारम्भ गर्नुभन्दा पूर्व हामीले ब्रह्मवाणी संस्कृतमा रहेको पाठलाई श्रवण गर्नुपर्छ, जसलाई ब्रह्मवाणी भनिदछ। यो भलै हामीले बुझ्न सकिन भने पनि श्रवणम पापनाशनम भन्दछ, केवल सुन्नु पर्दछ। ध्यान दिएर यो ब्रह्मवाणीलाई हामीले श्रवण गर्नुपर्छ र त्यो भन्दा पूर्व कर्ताजनहरूले पुष्प टुक्रो लिएर तिला नेपाली अलिकति जल पक्रिनु होला।